यस्तो डिटेल दिनु भएको छ अर्को हजुरले अघि भनेको छ त्यो लिक भिडियो छैन हैन छ न भन्नु कस्तो डिटेल दियो हास्य कलाकार धुर्मुस र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको अहिले फेस टु फेस टक भएको सामाजिक सञ्जालमा भिडियो भाइरल भइरहेको छ। यो भिडियोमा धेरैजनाहरूले बालेन्द्र शाहलाई झ्यापमा बोलिरहेको पनि भनिरहेका छन् भने कतिपयहरूले रक्सीको तालमा जे मन लाग्यो त्यही बोले पनि भनेका छन्। कस्तो मजा आयो त हेर्दा ठ्याक्कै मिलेको है कस्तो मिलेको यो कुरा हो काठमाडौँ महानगरपालिका भित्रकै उनीहरू लास्ट चरणम फिल्म हेर्दै थिए जसका एकजना कलाकार वरिष्ठ कलाकार हुनुहुन्थ्यो धुर्मुसलाई बालेन्द्र शाहले फिल्म एकदमै राम्रो दामी फिल्म हेर्दा एकदमै धेरै मजा आयो भनेका थिए। यो विषयलाई लिएर एकदमै सोशल मिडियामा अहिले इस्यु भइरहेको छ। अर्थात् कतिपयले बालेन्द्र शाह भिडियोले बालेन्द्र शाहको रेपुटेसनमा पनि एकदमै ठुलो असर पर्ने बताएका छन्। अनि कतिपयले बालेन्द्र शाहको आफ्नो इच्छा हो उनले फ्री रहेको टाइममा रक्सी पिउन् कि जेसुकै गरून् यसमा कसको के चासो पनि भनिरहेका छन्। बट तपाईहरुलाई यसबारेमा के लागिरहेको छ कमेन्टमा जरुर भन्नु होला र भिडियो मन परेमा भिडियोलाई लाइक गर्दै च्यानललाई सब्स्क्राइब पनि हामीसँगै जोडिन सक्नुहुनेछ। अहिले भिडियो यति नै हस्त धन्यवाद।